जनालाई मैले स्वागत गरिहालेँ ढिलो नगरिकन। आज चाहिँ हामी समरी पढ्दैछौँ ल। भनेको कसरी हाउ टु नो एकै मिनटमा कसरी याद गर्ने। ट्यान टडान एसएलटीआइडीको केमिकल प्रपर्टी र फिजिकल प्रपर्टी 1 मिनटमा यूँ 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 चुटकी बजाएको जस्तो यूँ 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 याद गर्ने ल। अब यहाँ है तिमीहरूलाई म भनिदिइहाल्छु। देयर इज द नाउ वी आर गोइङ टु प्रिपेयर द एसिटल्डिहाइड। कसरी एसिटल्डिहाइड बनाउने भन्ने कुरा सुरुमा प्रिपरेसन हेरौँ ल। बस यहाँ हेर त तिमीहरू के हेर्थ्यौ। तिमीहरू अल्छे इथाइल अल्कोहल के लियो अरे इथाइल अल्कोहल लियो, यसलाई अक्सिडेसन गर्यो क्रोमियम पोटासियम डाइक्रोमेटसँग हैन। अब यसले पनि के बनायो अरे एसिटल्डिहाइड बनायो यहाँ है। अब अर्को यो डिहाइड्रोजिनेसन मेथड हो, अगाडिको याद छ होला। डिहाइड्रोजिनेसनमा के गर्छौँ, प्राइमेरी अल्कोहल लिएको थियो हो, इथाइल अल्कोहलले के बनायो एसिटल्डिहाइड बनायो हो कि न। अब फेरि यहाँ के लियौँ हेर 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 यो भनेको डाइक्लोरोइथिन लिएको छ कि छैन। अब त्यसलाई एकै सोलुसन NaOH हाल्ने हो भने यसले पनि के बनाएको थियो एसिटल्डिहाइड। कोरा छिटो समरी 1 मिनटमा याद भइहाल्छ। एसिटाइल क्लोराइडलाई हामीले के गरेको थियौँ S2 प्याडियम बेरियम सल्फेट हालेको थियो कि थिएन, त्यसले पनि एसिटल्डिहाइड बनाएको थियो। त्यस्तै गरेर क्याल्सियम एसिटेटलाई पनि के गरेको थियौँ हेर 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 यसले पनि के बनाएको छ। त्यो अगाडिको प्रिपरेसन है, यो समरी हो। अब यहाँ ओजोनलाइसिस यहाँ हेर त ब्युटा टुइनलाई के बनाएको थियौँ हामीले, यसलाई पनि के बनाएको छौँ एसिटल्डिहाइड बनाएको छौँ। ठिक छ लो 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 याद गरिहाल छिटो सर्टमा। अगाडिको सबै यसैमा है समरीमै काम पुगिहाल्छ। ठिक छ। अब केमिकल प्रपर्टी यहाँ हेर अब के बन्छ भन्ने कुरा मेजर रह्यो। ठिक छ। अब यहाँ के छ यता एसिटल्डिहाइड छ CH3CHO एसिटल्डिहाइड छ है। अब यहाँ हेर त यहाँ K2Cr2O7 हालेर अक्सिडेसन गरिदिने हो भने यसले बनायो एसिडिक एसिड। फेरि हामीले CH3MgI द्याट इज द ग्रिग्नाइट रिएजेन्ट, त्यो पनि फेरि S2 हाल्यौँ भने यसले बनायो आइसोप्रोपाइल अल्कोहल हो। सोडियम बाइसल्फेट हाल्यौँ भने यसले सोडियम बाइसल्फेट बनायो एसिटल्डिहाइड। अगाडिको छ कि छैन। अब HCN हाइड्रोजन साइनाइड हाल्यौँ भने यसरी दुईवटा गएर आफ्नो धारमा छुट्टिए। अब यो NH2 यो अक्जिम यसले के बनायो NH2OH हाल्यौँ भने, अमोनियम हाइड्रोक्साइड हाल्यौँ भने के हुन्छ हो यसले के बनाउँछ एसिटल्डिहाइड हाइड्रोजन बनायो होइन एसिड। तिमीहरूको मैले ध्यान चाहिँ गर्दैछु है। एसिटल डोक्जिम बनाउँछ, के बनाउँछ अरे त्यो अगाडिको प्रोडक्ट याद गरिहाल्ने। अब हाइड्रोजिन हाल्यौँ, यहाँ के हाल्यौँ हाइड्रोजिन हाल्यौँ। अब यसले के बनायो एसिटल्डिहाइड हाइड्रोजन। अब फेरि के छ हामीसँग डाइल्युट NaOH छ। अब यसले के बनायो अल्डोल कन्डेन्सेसन भनेको यहाँ हेर त अल्डिहाइड ग्रुप र किटोनिक ग्रुप बनायो कि बनायो। फेरि क्लोरिनेसन गर्न दिने हो भने यहाँ हेर त क्लोरिनेसन त्यो पनि केमा NaOH मा यसले बनाउँछ क्लोरोफर्म, जो तिमीलाई बियोस बनाएको थियो नि बियोस बनाउने दवा हो बस त्यसैले बनाइदिन्छ। कुरा बुझिहाल है। क्लोरोफर्म जो सुँगाइसके पछाडि मान्छे मोर्छा हुन्छ ल। अर्को फेरि हेर त लिथियम, यो भनेको के हो थाहा छ रिडक्सन हो। रिडक्सन गरिदिने हो भने यसले के बनायो इथाइल अल्कोहल बनायो। के बनाउँदो रहेछ इथाइल अल्कोहल। यो केमिकल प्रपर्टी है समरी हो। यसले के बनायो अर्कोले इथेन बनायो। फेरि यो हाइड्रोजिन हालिदिने हो भने त्यो पनि केमा इथाइलिन ग्लाइकोलमा हालिदिने हो भने यसले इथेन बनायो अल्केन ग्रुप बनाउँछ है, त्यति मात्रै हो। अब फेरि कन्सन्ट्रेटेड H2SO4 हालिदिने हो भने पाराअल्डिहाइड बनाउँछ, पाराअल्डिहाइड बनायो। अब यसको टेस्ट गर्नु पऱ्यो नि त। यदि तिमीले बुझ्नु पऱ्यो पोजिटिभ फेलिङ टेस्ट आउनु पऱ्यो अल्डिहाइड छ भने। अर्को टौलिन टेस्ट गर्दाखेरि पनि के आउनु पऱ्यो त पोजिटिभ टौलिन टेस्ट आउनु पऱ्यो। यति भइसके पछाडि तिम्रो अल्डिहाइड सबै सकियो। यो एसिटल्डिहाइड फेरि कहिलेकाहीँ ए देला यहाँनिर यस्तोमा बुझ है। यो क्याटालिस्टको रूपमा जो हालेको छ त्यसलाई ए देला होइन, कहिलेकाहीँ ए दिन्छ बी देला, त्यो आफैले हेर्ने। यो दुईचोटि गरेपछि सबै आइहाल्यो फेरि ले भइहाल्छ। ठिक छ। अब यहाँ ध्यान देऊ है एसिटोनमा। अब केमा एसिटोनमा प्रिपरेसन र प्रोपर्टी समरी। कुरा बुझ त समरी जाने भने त तिम्रो खतरा भइहाल्यो नि। यति मात्र याद गर न। अगाडिको हेर मजाले बुझ। त्यो अगाडि तिमीहरूलाई थाहा छ नि आइसोप्रोपाइल अल्कोहल यो के गरेको थियो हामीले, यो त डिकार्बोक्जिलेसन भइहाल्यो होइन।
यो आइसोप्रोपाइल अल्कोहललाई त्यो अगाडिको K2Cr2O7 हालिदिने हो भने यसले पनि बनायो एसिटोन बनाउँछ। यो आइसोप्रोपाइल अल्कोहलले कप्परलाई 300 डिग्री सेन्टिग्रेडमा राखिदिने हो भने यसले पनि एसिटोन बनायो। अब यो डाइक्लोरोप्रोपेनले पनि सेम त्यही अगाडिको जस्तै 21 NaOH हालिदिने हो भने एसिटोन बनायो। अब फेरि यहाँ हेर त क्याल्सियम एसिटेटलाई पनि ड्राई गर्ने र अथवा डिस्टिल गरिदिने हो भने यसले पनि एसिटोन बनायो। प्रोपाइन छ, प्रोपाइनलाई पनि 20% H2SO4 1% HgSO4 फेरि यो मर्क्युरिक सल्फेट हाल्नु पर्यो नि फेरि बिर्सलौ। यो चाहिँ क्याटालिस्टको रूपमा हाल्दाखेरि यसले पनि के बनायो एसिटोन बनायो हो। अब फेरि यहाँ के छ अब यहाँ ढ्यान यो ओजोनलाइसिस भन्छ। के भन्छ अरे ओजोनलाइसिस। ओजोनलाइसिस चाहिँ एकदम इम्पोर्टेन्ट छ। 2,3 डाइमिथाइल ब्युटोइनलाई तिमीले ओजोनलाइसिस गर्यो भने यसले पनि बनाइदिन्छ एसिटोन। के बनाउँछ अरे एसिटोन बनाउँछ। याद गरिहाल। ठिक छ यो समरी हो है। यो चाहिँ एकदम सर्टमा हाउ टु नो भनेर। अब यहाँ हेर यो के छ एसिटोन छ। अब यहाँ हेर रियाक्सन केमिकल प्रोपर्टी। अब एसिटोन छ जुन एसिटोन भनेको के हो CH3COCH3 ठिक छ। अब यसलाई कन्सन्ट्रेटेड HNO3 सँग स्ट्रङसँग गर्यो भने यसले बनायो एउटा एसिटिक एसिड बनाउँछ। HCN सँग बनाउने हो भने एसिटोन साइनोआइडाइन बनाउँछ। अब यो सोडियम सल्फेटसँग गर्ने हो भने यसले बनायो एसिटोन सोडियम बाइसल्फेट बनायो। त्यहाँ हेर है यो तिम्रो स्क्रिनसट पनि हानिहाल है। लु स्क्रिनसट पनि हानिहाल त तिम्रो अल्छेहरू नभए त्यही पालै पिलो गर। NaO यो NH2OH हाल्ने भने एसिटो अक्जिम बनायो। त्यही अक्जिम चाहिँ चिन्नु पऱ्यो क्या। अनि एसिटो अगाडिको टपिक हो त्यो। फेरि यही हाइड्रोजन हाल्यौ अगाडिको पढ्यौ नि हाइड्रोजन हाल्यौ। अब एसिटोन हाइड्रोजन बनायो। अब फेरि हेर फिनाइल यो फिनाइल NH2 हाल्यो हो। फिनाइल हाइड्रोजिन हाल्यो। अब यसले के बनायो फिनाइल हाइड्रोजन बनायो। सक्यो त खेला। अब रिडक्सन गर्छौ लिथियम अल्मुनियम हाइड्रेट हाल्यो हो। अब यसले के बनायो आइसोप्रोपाइल अल्कोहल बनायो। फेरि जिङ्क र मर्करी कन्सन्ट्रेटेड छ यसले बनायो प्रोपेन। के बनायो प्रोपेन बनायो। बस खेला सकिहाल्यो। अब यसमा के छ यो तिमीहरू आफैले यो मैले यो मिस गरिदिएको छु है यहाँनिर यो यसरी जोड प्रोपेन। अब यो पनि त्यही हो कि PCl5 हाल्ने हो भने 2,2 डाइक्लोरोप्रोपेन बनायो। अब यसमा चाहिँ बुझ यदि नेगेटिभ फेलिङ टेस्ट आयो भने के बुझ्नु पर्यो त यसले के दिँदो रहेछ त फेलिङ टेस्ट चाहिँ नेगेटिभ दिन्छ टोलिन टेस्टलाई पनि नेगेटिभ दिन्छ। अब टोलिन टेस्ट र फेलिङ टेस्ट भनेको के भन्यो भने अगाडिको च्याप्टर हेर्ने। यो चाहिँ एकदम सर्टमा है सबै यो अल्डिहाइड एन्ड किटोन नै यो कम्प्लिट भयो। यसको प्रिपरेसन प्रोपर्टिजहरू कसैलाई केही छ भने प्लिज कमेन्ट गर नबुझेको कुराहरू र लाइक चाहिँ अनिवार्य गरिदिनु पऱ्यो सबैजनाले त्यति। र तिम्रो मन परेको साथीहरूलाई कसैले पढ्न छुटेको छ भने सर्टमा कसरी याद गर्ने भन्ने कुरामा आयो भने यो सर सबैलाई भनिदेऊ। दिस इज द हाइली समरी अफ द प्रिपरेसन एन्ड द प्रोपर्टिज अफ एसिड अल्डिहाइड एन्ड एसिटोन। ल थ्याङ्क यू एभ्रिवान सबैलाई।